सुनौलो बदलिदो र प्रगतिशील नेपालको मुख्य आधार आम नागरिकको मानसिक सुस्वास्थ्य हो। हस्पिटल सिटी भरतपुरको मनमुटुमा रहेको भरतपुर अस्पतालमा मानसिक स्वास्थ्य सेवा सुदृढ गर्दै देशभर मानसिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यका साथ नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थ र भरतपुर अस्पतालको साझेदारीमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना तथा सञ्चालनको कार्य अगाडि बढिरहेको छ। हाम्रो देशमा 20 देखि 25% जनताहरूलाई कुनै न कुनै खालको मानसिक स्वास्थ्य समस्या लाग्छ आफ्नो जीवनकालमा। अनि हरेक वर्ष 6 देखि 7,000 व्यक्तिहरूलाई हामी गुमाइरहेका छौँ आत्महत्याको कारणले गर्दाखेरि। नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थ र भरतपुर अस्पताल मिलेर हामीले एउटा छुट्टै मेन्टल हस्पिटल राष्ट्रिय मानसिक रोग उपचार केन्द्र स्थापना गर्न लागिरहेका छौँ र एक चरणको सम्झौता अगाडि बढिसकेको छ, बनाउने प्रारूप पनि अगाडि बढिसकेको छ। यो मानसिक रूपको समाजमा अन्तर्भूत यति धेरै समस्या छ र हामीले यसलाई चाहिँ नजरअन्दाज गर्दै आइरहेका छौँ। यस नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थले विगत लामो समयदेखि सरकारी तथा अन्य गैर सरकारी संस्थाहरूसँग संयुक्त रूपमा देशभर मानसिक स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहेको छ। नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थले अहिलेसम्म मानसिक स्वास्थ्य क्षेत्रमा जुन योगदान गर्नुभएको छ त्यो साह्रै सराहनीय छ। नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थ र भरतपुर अस्पतालको सहकार्यमा नेसनल मेन्टल हेल्थ सेन्टर परियोजना जुन हुन गइरहेको छ त्यो मानसिक स्वास्थ्यको क्षेत्रमा एउटा कोसेढुङ्गा हुने निश्चित छ। तसर्थ यो परियोजना सफलतापूर्वक सम्पन्न गर्न सम्बद्ध सबैले आवश्यक सहयोग गरिदिन म सम्पूर्णमा हार्दिक अभिनन्दन चाहन्छु।